जय मसी नमस्ते सबैजनालाई। तपाईहरुलाई मैले अस्ति पनि भनेको थिएँ, मैले वचनको एउटा पदलाई एउटा सानो एउटा टुक्रालाई लिएर तपाईहरुको माझमा सायद 2 मिनेट बोल्ने कोसिस गर्छु। अहिले चाहिँ 3 मिनेट जति हुन्छ जस्तो मलाई लागिरहेको छ। अनि यो भन्दै गर्दाखेरि म कुनै प्रचारक पनि हैन, म कुनै पास्टर, एल्डर, डिकन के भन्छ त्यो पनि म एकदम सिम्पल र साधारण विश्वासी हो। तर जब परमेश्वरको सत्यतालाई हामी जान्दछौं नि है, मेरो विचार र समझसँगको सत्यता भन्दा पनि परमेश्वरले चाहे अनुसारको सत्यतालाई जब तपाई र म जान्दछौं भने चाहिँ तपाई र मलाई चाहिँ पवित्र आत्माले चुप लागेर बस्नु चाहिँ दिनु हुँदैन रहेछ, बोल बोल भन्नु चाहिँ हुँदो रहेछ है। मैले अनुभव गरेको कुरा नि आज तपाईहरुको माझमा विशेष गरी फेरि पनि म लुका 6 को 25 लाई म अलिकति पढ्न चाहन्छु। त्यहाँनेर परमेश्वरको जीवित वचनले भन्नुभएको छ, धन्य तिमी अहिले भोकाउनेहरू किनभने तिमीहरू तृप्त हुनेछौ भनेर भन्नुभएको छ। अनि विशेष गरिकन आज तपाई र म चाहिँ कुन कुरामा चाहिँ यस पृथ्वीमा रहँदै गर्दा चाहिँ भोकाइरहेका छौं, कुन कुराको चाहिँ तपाई र मैले चाहिँ तृष्णा बढी गरिरहेका छौं। यदि तपाई र मैले चाहिँ साच्चै नै परमेश्वरको इच्छा जानेर उहाँसँग रहेर उहाँले चाहेको सेवा गर्ने हामीले तृष्णा गरिरहेका छौं भने चाहिँ तपाई र म चाहिँ तिमीहरू उहाँले किनभने तिमीहरू चाहिँ तृप्त हुनेछौ भनेर परमेश्वरको वचनले भन्नुभएको छ। तपाई र म चाहिँ उहाँको इच्छा अनुसार उहाँले चाहे अनुसारको हैन मार्गमा हामी हिँडेर उहाँमा रहिकन उहाँको इच्छा पूरा गर्ने हामी उत्कट इच्छा गर्छौं भने चाहिँ तपाई र म डेफिनेटली तृप्त यस पृथ्वीमा पनि हुन्छौं र स्वर्गमा त डेफिनेटली नै हामी तृप्त हुन्छौं। जो चाहिँ विश्वास अनुसारको काम अनुसारको विश्वास गरेर अन्त्यको दिनसम्म स्थिर रहन्छ भने त्यो डेफिनेटली स्वर्गको इनामको हकदार छ भन्ने कुरा हामी विश्वास गर्छौं। तर आज तपाई र मैले गरिरहेको यवथोकहरुमा संसारमै रहँदै गर्दाखेरि हामी तृप्त हुन चाहन्छौं भने चाहिँ त्यो व्यक्तिलाई चाहिँ उहाँले धिक्कारको भनेर चाहिँ भन्नुहुँदो रहेछ। भन्दाखेरि चाहिँ भन्नुहुँदो रहेछ भनौं लुका 6 को जब हामी 25 मा हेर्यौं भने चाहिँ धिक्कार हैन अहिले तृप्त हुनेहरू भनेर परमेश्वरको जीवित वचनले भन्दछ। र तपाई र मैले आज खोजिरहेको कुराहरु चाहिँ आजको दिन मात्रै तृप्त हुने कुराहरु खोजिरहेका छौं या अनन्तको निम्ति पनि सम्म पनि भनौं न तृप्त हुने कुराहरु खोजिरहेका छौं। यो कुरा तपाई र मैले विचार गरौं। आज तपाई र मेरो संसारकै यवथोकमा तपाई र मैले पाएको यवथोकमा चाहिँ तृप्त भइरहेका छौं भने त्यसलाई परमेश्वरले धिक्कार भन्नुहुन्छ। तर तपाई र मैले चाहिँ संसारमा जब हामी माथिको कुरालाई हेर्छौं र माथिको कुराको तृष्णा गर्छौं, वचनको तृष्णा गर्छौं र वचन आधारित परमेश्वरले देखाएको मार्गमा पवित्र आत्माको अगुवाईमा हिँड्छौं भने चाहिँ परमेश्वरले तपाई र मलाई यस संसारमा पनि र अनन्तको निम्ति पनि उहाँले तृप्त गर्नुहुन्छ। रोजाई तपाई र मेरो मा छ। धिक्कार तिमीहरू अहिले तृप्त हुनेमा हामी पढ्दै छौं या धन्य हो तिमीहरू तृप्त हुनेछौ भन्नेमा पढ्दै छौं। तपाई र मैले विचार गरौं। जय मसीह सबैजनालाई।